सबैजनाले भ्लग बना भनेर साथीहरु म चाहिँ यहाँ रोटी थाहा छैन भिडियोको बारेमा मलाई बिमल धम्मा धम्मी सबजना साथीहरु घटीले पनि सपोर्ट गर्ने होला सब्स्क्राइब गर्नुस् हेलो गाइज नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा मैले आज फेरि नयाँ भ्लग ल्याइसकेको छु गाइजहरु फाइनली साथीहरु मेरो चाहिँ 1000 सब्स्क्राइबर पुगिसकेको छ यो सबै तपाईहरुको माया र सपोर्टले गएर भएको हो हैन मैले चाहिँ सोचेको पनि थिएन मेरो यति चाँडै 1000 पुग्छ भनेर साथीहरु धेरै धेरै धन्यवाद म चाहिँ धेरै नै खुसी छु तपाईहरुले यति चाँडो मलाई सपोर्ट गर्नु भएकोमा मैले चाहिँ भ्लग बनाउँछु भनेर सोचेको पनि थिएन साथीहरु मलाई बिमलहरुले दिदीहरुले सबैजनाले भ्लग बना भनेर रिक्वेस्ट गरेर मैले चाहिँ भ्लग बनाउन थालेको हो मैले सोचेको पनि थिएन साथीहरु म यति चाँडो मेरो ग्रोथ हुन्छ भनेर मलाई थाहा छ साथीहरु मेरो लङ भ्लग र सर्ट भ्लगहरु राम्रो छैन त्यति राम्रो हुँदैन भनेर तर मेरो फर्स्ट टाइम मैले बनाइरहेको छु नि त अनि बिमलले पनि मलाई धेरै सपोर्ट गरिरहेको छ बिमलले पनि बिमलले जति सक्दो सपोर्ट त गरिरहेकै नै छ साथीहरु तर के गर्नु उ पनि अब भ्लग बनाउँछ नि त एडिट पनि गर्नुपर्छ अनि त्यही भएर उ भ्याउँदैन के अनि मलाई चाहिँ एक्लै चाहिँ आउँदैन मलाई चाहिँ त्यति राम्रोसँग बोल्न चाहिँ आउँदैन हैन साथीहरु म यहाँ तपाईहरु थाहा नै छ म अड्किकन बोलिरहेको छु मलाई कस्तो डर लागिरहेछ कि म अड्की बोला साथीहरु नराम्रो नमान्दिनु होला मेरो फर्स्ट टाइम हो नि त मलाई बोल्न नि आइरहेको छैन के गरी भिडियो बनाउने कसरी भिडियो बनाउने भनेर मलाई थाहा पनि छैन यो अब बिमलले अलिअलि सिकाइदिरहेको छ मलाई चाहिँ भ्लग बनाउनको लागि अनि म यहाँ गइरहेको छु अब हेरौँ कस्तो हुन्छ भ्लग अब कहाँसम्म के हुन्छ अब यो भन्दा अझै सपोर्ट गरिदिनु होला धेरै माया गरिदिनु होला अझै माया गरिदिनु होला साथीहरु राम्रो बनाउनको लागि म ट्राई गर्छु कोसिस गर्छु हैन यो भन्दा अझै राम्रो बनाउनको लागि म चाहिँ ट्राई गर्छु साथीहरु अब मलाई चाहिँ त्यति खासै आउँदैन भिडियो बनाउन चाहिँ बिमलले सिकाइदिन्छ कहिलेकाहीँ हैन अब यस्तै हो साथीहरु के गर्नु गाह्रो छ एकदम थ्यांक यू सो मच एभ्रीवान फाइनली अब बिमल पनि आइसके साथीहरु तँलाई म एउटा कुरा भनौं भन त के भन्छस् धेरै दिनपछि थ्यांक यू जिन्दगीमा कहिले थ्यांक यू नभने मान्छे थ्यांक यू भनेको त जहिले झगडा गरेर बस्ने हैन साथीहरु आदि बिमलको पनि सपोर्टले गरेर हो नि त म बिमलको भिडियोमा कति आउँथे अनि मलाई आदि मान्छेहरुले यसकै भिडियोबाट त चिनेको नि सबै आदि के भनौं सबै यसकै भिडियोबाट चिनेको हो मलाई घटी भनेर नामै घटी छ अनि त्यही भएर साथीहरु घटीले पनि सपोर्ट गर्ने होला सब्स्क्राइब गर्नुस् फुल भिडियो हेर्दिनुस् हाम्रो घटीको पनि हैन सो सबैजनाले सब्स्क्राइब पनि गरिदिनु होला डेली भ्युज पनि आउनु पर्छ हैन डेली चाहिँ भिडियो हुनु पर्यो कि यसको पनि सो त्यही भन्ने खोजेको मैले पनि राम नवमीको दिन साथीहरु ह्यापी राम पूजा ह्यापी राम नवमी ह्यापी राम नवमी साथीहरु बिग फ्यान सिमरन भिडियो हेरिरहेको छस् भनी म चाहिँ फाइनली नुहाएर अब रेडी हुन थालेको साथीहरु हामी चाहिँ जान थालेको प्रजल र म चाहिँ जान थालेको बिमल चाहिँ गइसक्यो बिहानै गइसक्यो ऊ नुहाएर बिहानै गइसक्यो उसको बिमलको साथीको घरमा पूजा छ नि त आज रामनवमीको अनि त्यही हामी पनि जान थालेको हामीलाई पनि बोलाएको छ अनि हामी पनि जान थालेको म चाहिँ अब रेडी भएर भेट्छु गाई म चाहिँ आइसकेँ हामी चाहिँ जान थालेको अब यहाँ अटोलाई पनि अटो पर्खिरहेको छौँ अटो छ अटो त के पर्खिनु मान्छे चाहिँ पर्खिरहेको छौँ अब त्यही गएर हामी भेट्नेछौँ साथीहरु बिमल पनि उही छ अब बिमललाई पनि त्यही भेट्ने हो त्यही गएर भेट्ने हेलो साथीहरु हामी चाहिँ आलु छिन्दै छौं घटीको भ्लगमा हेर्नु यो मलाई आउने बित्तिकै आलु छिट्न लगाएको साथीहरु हेलो ए भाइहरु हेलो भनिक न भन्ने अहिले भाइहरु हेलो भन कुबरा बाबा आए तो यार मोरो के हेलो भन्नु सबैजना इग्नोर यार हेलो घटीको भ्लग साथीहरु यहाँ काम गरिरहेछ धम्मा धम्मी सबजना तपाईहरुको बिहे हुने बेला काम गर्छ अनि तपाईहरुको बिहे भए पनि नानीलाई बोलाउनु साथीहरु डान्स एकदम फास्ट काम गर्छ फ्रीमै त हैन है छ्या फ्रीमै हामी चाहिँ अब यहाँ पुरीको लागि आटा के भन्छ नि यसलाई मुसिरहेको छु ल अब मेरो पनि पाला चाहिँ घन्टा यो छोटु मुरीको बेस्ट फ्रेन्ड ल तेरो कति बुराई गर्छ सबलाई नाम थाहा छ हैन गाउँमा कति बुराई गर्छ छोटु भनेपछि नाम थाहा छैन तर नाम मतलब मान्छे चिने छैन नाम थाहा छ किनार जस्तो त पिठो मुस्नलाई त कसैले आउँदैन होला हेर्नु त कस्तो बम्बाईको बिहे भोज केही छ भने बोलाउनु होला यिनीहरूलाई कन्ट्याक्ट गर्नु होला
यता पनि छ टोलीहरू या पिठो मुख्ने टोलीहरू यता पनि छ साथीहरू यता पनि छ यता पनि धमाधम पाकिरहेको छ म चाहिँ काम गर्दा बसेको छु यहाँ चाहिँ एकदमै हल्ला भइरहेको छ काम भइरहेको छ साथीहरू त्यही भएर यहाँ हामी खासमा विमलको साथीको घरमा आएको हो होइन यति धेरै मान्छे छ यहाँ पाकिरहेको छ अनि हामीहरू पनि सघाउन आएको हो पुरी हाम्रो फेरि एक बान यहाँ भइसक्यो एक बान यता चाहिँ खिर पाकिरहेको छ अब उता चाहिँ तरकारीहरू के पाकिरहेको छ यहाँ चाहिँ पुरी बनाउनको लागि सबैजना आन्टीहरू आइसक्नु भएको छ है बनाउँदै हुनुहुन्छ पुरी यहाँ मोनु पनि आइसक्यो त्यो पिठो मुसेर आइसक्यो योले ल्याएको यहाँ चाहिँ पुरी बनिरहेको छ धमाधमी अब उता चाहिँ पुरी ताइरहेको छ साथीहरू यतातिर चाहिँ पिरोलाहरूले मजाले पुरी पाकिरहेको छ साथीहरू पकाउने चाहिँ यो दुईजना दाईहरू हुनुहुन्छ मजाले यहाँ दिदीले पनि हालिरहनु भएको छ पुरी हामीहरू चाहिँ मन्दिरमा आएको छौँ है विमलको साथीको घरमा पूजाको छ मेरो साथी घरमा पूजा भन्छ आज काम गरिरहेको छ भाइ पनि रहेछ हाई गर्नु छोटु छोटु मोटु तरकारीहरू पकाउनै बाँकी छ साथीहरू पुरी र खिरहरू चाहिँ पाकिरहेको छ हामी चाहिँ धेरै मान्छे साथीहरू ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी पूजाको कार्यक्रम पनि सकिसक्यो गाइजहरू होइन अब चाहिँ प्रसाद खानको लागि यहाँ रेडी गर्दै हुनुहुन्छ आन्टीहरूले दिदीहरूले आइज त पिर्ती मेरो पिर्ती आइज पिर्ती आइज न के यो त्यति अब आइग मेरो भ्लगमा यो पिर्ती मेरो पिर्तु हो साथी हाम्रो साथीको पालो पुरी बेल्नलाई मैले बेलेर मेरो पालो गरिसकेँ म अघि त बेला अब तेरो पालो बेल्नलाई म चाहिँ यहाँ रोटी पुरीको लागि बेलिरहेको छु यस्तो बेला छ सबैजना बेलिरहेको छन् रोटी रोटी देखाइदेऊ मेरो चाहिँ वाउ कुन देशको नक्सा बनेछ तर यो देश अहिलेसम्म प्रसाद खान थालेको छ साथीहरू यहाँ छोटु दाई हुनुहुन्छ राम दाई उता हामी चाहिँ प्रसाद खाएर भेट्छौँ तिरहनु भएको छ पुरी हामी चाहिँ सबै भ्याएर त्यतिकै बसिरहेको छौँ अब यस्तो रमाइलो भयो साथीहरू आज रामनवमीको दिन पूजा थियो कि ठुलो पूजा गर्नुभएको थियो विमलको साथी घरमा अनि हामी पनि आएको यसो छुट्टी पनि थियो नि त आज रामनवमीको दिन छुट्टी पनि थियो अनि हामी पनि आएको यहाँ यस्तो राम्रो भएको थियो साथीहरू आज कृष्णको ह्यापी बर्थडे रामनवमीको ह्यापी बर्थडे चिन्छु साथीहरू म चाहिँ घर आइपुगेँ त्यहाँबाट धेरै मान्छे थियो त्यही भएर म भ्लग बनाउन पाइनँ त्यति म चाहिँ घर आइसकेँ अब यस्तो गरमै भयो आजको लागि चाहिँ यति नै साथीहरू सबैजनाले सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनु होला बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो